आफ्नो गौरवशाली क्रिकेट इतिहासको सबैभन्दा ठूलो मध्येको एक खेल वेस्ट इन्डिजको सामना गर्न तयार छ नेपाली टोली। काइल मेयर्स स्ट्राइकमा सुरुबाट नै एग्रेसिभ हुन रुचाउँछन्। हावामा छ बल, कुशल गुर्तेल बल गम्यो, व्हाट अ क्याच, कुशल गुर्तेल टेक अ बल, जोन्सन चाल स्ट्राइकमा गुल्सन आएका थिए। पहिलो बलमै गुल्सनलाई सफलता, नेपाललाई दोस्रो सफलता क्या सुरुवात पाएको छ। लेग साइड तर्फको बल थियो करणको, यो पटक सजिलो बाउन्ड्री अप्सन सेहोपका लागि कप्तानलाई सुरुवात मिलेको छ। किङ स्ट्राइकमा पेस रुचाउँछन् किङले अनि पेसको प्रयोग गर्दै डाउन द ग्राउन्ड खेलिदिएका छन् सीमारेखा बाहिर। गुल्सनको बल यो पटक लङ अनको माथिबाट खेल्ने प्रयास, ब्रान्डन किङको बल गएको छ 6 रनका लागि। सन्दीप लामिछाने बलिङमा किङको विकेट, सन्दीपले आफ्नो नाम गरेका छन्। प्रतियोगिताको पहिलो विकेट सन्दीपको नाममा, तेस्रो सफलता नेपाललाई। पुरन नयाँ ब्याट्सम्यानका रूपमा आएका छन्। बाहिरी किनारा लागेको थियो आसिफ शेख, व्हाट हैव यू डन। पुरनलाई मौका दिएको छ आज नेपाली टिमले, उनले यसलाई ठूलो इनिङमा परिवर्तन गर्न सक्छन्। एन्ड देयर यू गो, सुरुवात पनि भएको छ त्यसको। 6 रन सन्दीप लामिछानेको बलमा। पुरन स्ट्राइकमा मौका पाएका थिए, क्याच ड्रप भएको थियो अनि त्यसको भरपूर फाइदा उठाइरहेका छन्। रौद्र रूप धारण गरिसके निकोलस पुरनले यहाँ। यो पटक अफ साइडमा हात खोल्ने मौका पाए, पुरनको ब्याटबाट बल निस्किएको छ अनि सीमारेखातर्फ 4 रनका लागि। राउन्ड द विकेट दिपेन्द्र, 6 रनका लागि गएको छ बल सेहोपको ब्याटबाट। यो बाउन्ड्रीसँगै अर्धशतक पूरा भएको छ वेस्ट इन्डिजका कप्तानको। पुरन 49 रनमा ब्याटिङ गरिरहेका छन्। पुल शट, गुल्सन रहेका छन् फिल्डर, 1 रन मिल्नेछ। अर्धशतक पुरनको पनि। पुरन स्ट्राइकमा पुनः एकपटक किनारा लागेको छ, पुनः एकपटक आसिफ शेख, वन मोर चान्स गोज डाउन। निकोलस पुरन जस्तो क्यालिबर भएका ब्याट्सम्यानलाई तपाईले बारम्बार मौका दिनुभयो भने उनले त्यसै छाड्ने छैनन्। गुल्सनको बल लेग साइडमा खेल्न चाहन्थे, कन्ट्रोल खासै बनेन। स्टिल बल जानेछ 6 रनका लागि। क्या ब्याटिङ गरिरहेका छन् सेहोप र निकोलस पुरन। यो सिंगल सँगै कप्तान सेहोपको शतक पूरा भएको छ, 15औं एक दिवसीय अन्तर्राष्ट्रिय शतक। निकोलस पुरन 96, हात खोल्ने मौका पाए अफ साइडको दिशामा। फुलर लेन्थ बल रहेको थियो, बल गएको छ बाउन्ड्री रेखातर्फ अनि यो सँगै शतक पूरा। यो पटक आफ्नै बलिङमा क्याच पक्रिएका छन् दिपेन्द्र ऐरीले, ठूलो सफलता। पुरन पवेलियन फर्कनु पर्नेछ। रोबमन पावल हात खोल्ने मौका पाए, राउन्ड द विकेट करण केसी एंगल पाएका थिए। फुल टस बल लेग साइडको दिशामा खेल्ने प्रयास, कनेक्सन बनेन, सीधा गुल्सनको हातमा। ललित राजवंशीलाई सफलता। सेहोप स्ट्राइकमा ठूलो शटका लागि जान चाहन्छन्। अन्तिम ओभर रहेको छ तर कनेक्सन बनेन, भीमले गल्ती गरेनन्। यो पटक विकेट मिल्नेछ ललितलाई। किमो पल, राजवंशीको बल जडमा फालेका थिए योर्कर अनि क्लिन बोल्ड भएका छन् किमो पल। यो सँगै वेस्ट इन्डिजको इनिङको समाप्ति 339 रन 7 विकेटको नोक्सानीमा। शतक सेहोप र निकोलस पुरनको नाममा। भुर्तेली स्ट्राइकमा बोल्ड अफ स्टम्प गएको छ त्यहाँ कार्टविलका लागि। ब्याटर प्याडको बीचमा ग्याप थियो। हात खोल्ने मौका आसिफले पाए अफ साइडको दिशामा, छोड्नै छैनन् पाएका मौकालाई आसिफले। राम्रो लयमा पनि छन् 4 रन। भीम सार्की स्कुप गर्न चाहन्थे, कनेक्सन बनेको छैन, सीधा विकेट किपरको हातमा जानेछ दोस्रो झट्का नेपाललाई। वेस्ट इन्डिजको फास्ट बलिङको सामना गर्नुपर्नेछ नेपालले। यो पटक हावामा थियो, आसिफले खेल्ने प्रयास गरेका थिए अफ साइडको दिशामा। 4 रन त मिल्नेछ। पुल गर्ने प्रयास, टाइमिङ बन्न सकेन, बलमा पेस थिएन। आसिफको विकेट गुमाएको छ नेपालले। किमो पललाई सफलता। लेग साइडमा प्लेसमेन्ट राम्रो, गजबको रिस वर्क। यहाँ कप्तान रोहितको 4 रन पाउनेछन्। रोहित स्ट्राइकमा छोटो बल, जेसन होल्डरको कनेक्सन बन्न सकेन, कन्ट्रोलमा थिएनन् रोहित। चौथो विकेटको पतन नेपालको। कुशल मल्ल स्ट्राइकमा ठूलो शटका लागि जान चाहन्छन्, टाइमिङ पनि ठिकठाक बनेको छ। फिल्डर छन् त्यहाँ, व्हाट एन एफोर्ट, क्या एफोर्ट देखाएका छन्। सब्स्टिट्युट फिल्डरको रूपमा आएका थिए काटी। म्याच अवेरनेस हामी त्यहाँ देख्न सक्छौं। जम्प लगाए, शानदार क्याच। दिपेन्द्र स्ट्राइकमा, दिपेन्द्र गोज डाउन द ग्राउन्ड, दिपेन्द्र गोज ओभर द बाउन्ड्री रोप 6। उसले मौका पाए तर सीधा फिल्डरको हातमा। राम्रो क्याच। दिपेन्द्र ऐरी पवेलियन फर्कनु पर्ने छ यहाँ। 6औं विकेटको पतन नेपालका लागि। गुल्सन स्ट्राइकमा स्लटमा पाएका थिए, स्पिनर लेग साइडमा खेल्न रुचाउँछन्। 6 रन प्राप्त गरेका छन् गुल्सनले। आरिफ थर्डम्यानको दिशामा ब्याटको फेस खोलेका छन्। यो सिंगल सँगै अर्धशतक पूरा भएको छ आरिफ शेखको। गुल्सन पुल गर्ने प्रयास, कन्ट्रोलमा राख्न सकेनन्, विकेट गुमाएका छन्। आफ्नो 7औं विकेटको पतन नेपालको। किमो पललाई सफलता। जेसन होल्डरको शॉर्ट बल, पुल गर्न चाहन्थे सन्दीप, कनेक्सन भएन, कन्ट्रोल थिएन यहाँ अनि अर्को विकेट जेसन होल्डरको नाममा।
आरिफ राम्रो ब्याटिङ गरिरहेका छन् यो पटक पेसको युटिलाइज गर्न चाहन्थे ओ निकोलस पुरन गल्ती गरेनन् राम्रो क्याच निकोलस पुरनको करण केसी सीधा प्रहार गर्नेछन् कायल मेयर्सको हातमा यो सँगै नेपाल अल आउट हुन पुगेको छ 238 रनमा 10 विकेट गुमाउन पुग्यो नेपालले र यो खेललाई वेस्ट इन्डिजले 101 रनले आफ्नो नाममा गरेको छ